हेलो एभ्रिवान, आई रियली होप तपाईँहरू जाजा हुनुहुन्छ, सेफ हुनुहुन्छ होला भनेर। अनि बोल्न पनि मन छ, तर मसँग शब्द छैन। आइम टोटली लाइक स्पिचलेस के मतलब जे भइरहेछ अनि टु मान्छे छुइनँ म। जब भिडियोहरू हेरेको हुन्छु म रोइ नै रहेको हुन्छु क्या, लाइक लिटरली रोइ नै रहेको हुन्छ। त्यो आज चाहिँ एक थोक देखेँ कि दुईजना मान्छे छ, अनि एकजनाले चाहिँ बाँसले कोचिरहेछ, अर्कोले चाहिँ कपाल तानेर अनि कानको सुन निकालिरहेछ कि। अनि आई मिन हामी यतिसम्म गिरेको छौँ र लाइक यतिसम्म गिरेको छौँ। तिमी देखिरहेछौ कि जिन्दगी भनेको केही नै छैन, केही नै होइन, लाइफ इज नथिङ के। अहिले यसरी बसिरहेछ मान्छे, यसरी बसेर बोलिरहेछ, हाँसिरहेछ, खेलिरहेछ, यु डोन्ट नो आफ्टर 2 मिनट्स तिमीसँग के हुन्छ भनेर के। यतिसम्म अनप्रिडिक्टेबल लाइफ छ। एटलिस्ट तिमीसँग त्यति आँट रहेछ नि त, जहाँ मान्छे पानी परदेखि ओह्रो तर्सिने अवस्था आइरहेछ, यो बेलामा तिमीसँग त्यहाँ हाम फालेर मान्छे तानेर बाँसले कोचेर तिमी सुन निकाल्न सक्ने तिमीसँग त्यति आँट रहेछ। तिमी त्यो लास निकालेर फोटो खिचेर या पुलिसलाई कल गरेर केही न केही गरेर आइडेन्टिफाई गर्न हेल्प गरिदेऊ न। तिम्रो लागि जति त्यो सुन त्योभन्दा डबल दिन्छ होला कि त्यसको परिवारले, जसले गुमाएको छ त्यो मान्छे। त्यो अवस्थामा पनि ए बाबालाई तिमी तिमी यस्तो गरिब छौ, तिमीसँग छैन सम्पत्ति, तिमीसँग खाना लाउन केही छैन, तिमीसँग अहिले मानवता बेचेर तिमीसँग सुन लिने अवस्था छ, मैले माने। तर कमसेकम त्यो लासको त इज्जत गरिदेऊ न। जो त्यसरी कोचेर कपाल तानेर सुन निकाल्दाखेरि तिमीलाई कसैले केही भनिरहेको छैन नि। त्यो मान्छेले तिमीलाई यसै पनि केही भन्दैन, त्यसलाई कमसेकम केहीले छोपिदिएर त्यसलाई साइडमा राखेर सुन निकाल न। अहिले कसैलाई खाँचो छैन सुनको, अहिले कसैलाई खाँचो छैन सिलिन्डरको के। मान्छेले पुर्खाउँदेखि कमाएको सम्पत्ति 2 मिनटमा राख भएको देखेको छन्। आफ्नै आँखा अगाडि छोराछोरीहरू डुबेको देखेको छन्, आफ्नै अगाडि बुढी गाडिएको देखेको छन् के। उनीहरूले त्योसँग सरकार छैन, उनीहरू तिमी दिन्छौ भने पनि चाहिँदैन। तर एटलिस्ट एउटा मानवताको हिसाबले भए पनि गरौँ न। किन यति साह्रो हो, किन यति साह्रो आफ्नै मान्छे हुनुपर्ने, आफू नै पर्नुपर्ने केही कुरा थाहा पाउनको लागि। हेर्दै कति डिस्कस्टिङ छ कि, हेर्दै कति डिस्कस्टिङ छ त्यो कुरा हेर्दै। कसरी सकेको के त्यो त्यो सुनले तिमी कहाँ जान्छौ, के गर्छौ तिमी जिन्दगीमा। अब के काम गर्नु पर्दैन, त्यो कानको 2टा सुन निकालेर तिमीलाई पुग्यो अब लाइफलाई। यस्तो हुनु भएन कि हामी जस्तो मान्छेहरू, पढे लेखेको मान्छेहरू, जब कि हामीले यति धेरै डिजास्टर, यति धेरै लाइफ सकेको बिना कारण सकेको देखेको छौँ। हम्बल रिक्वेस्ट भनेको मैले बुझ्छु, यस्तो इन्सिडेन्ट कसैले इमेजिन नगरेको इन्सिडेन्ट हो, भइरहेछ, रेकर्ड गरिन्छ, हालिन्छ होइन। तपाईँहरूले हालेको भिडियोबाट होइन हामीले धेरै कुराहरू थाहा पाइरहेछौँ। तर त्यो भिडियो हाल्दै गर्दा मेरो हम्बल रिक्वेस्ट भनेको, माने त्यो लास हो, अब त्यसमा परान छैन, केही छैन होइन, उसलाई थाहा छैन के छ कसो छ, सक्यो उसको जिन्दगी। तर हामीलाई त थाहा छ नि त। तपाईँले लासको फोटो खिच्दै हुनुहुन्छ भने एटलिस्ट त्यसलाई ब्लर गरिदिनुहोस्, एटलिस्ट केहीले छोपेर पनि गरिदिनुहोस्। एउटा महिला मान्छे मैले देखेको चाहिँ, एउटा महिला मान्छे त्यो बारीले बगाएको छ नग्न अवस्थामा, त्यसरी उसको जिन्दगी यति नराम्रोसँग यति नमजाले सकेको छ। त्यो मान्छेको भिडियो अब सोसियल मिडियामा सर्कुलेट भइरहेछ। त्यसको त्यो अवस्थाको जिम्मेदार ऊ होइन नि त, हामी हो। हामीले गर्नुपर्ने हो त्यो सबै। त त्यही भएर एटलिस्ट लासकै फोटो हाल्दै हुनुहुन्छ सक्दो त त्यो कोही कानुन विपरीतै हो, मैले सुने अनुसार त्यसरी लासको फोटो हाल्नु भनेको। तर पनि हाल्दै हुनु त तपाईँले त्यो इन्टेन्सनले नगर्नु भएको हो भने पनि एटलिस्ट एउटा लाइन ड्र गरौँ, त्यो लासको पनि इज्जत गरिदिउँ। अनि पाइदिएको क्युआरमा पैसा हालिदिने, जो पाए त्यसलाई सहयोगको लागि आफूले सकेको कुराहरू पठाउने नगरिदिनुहोस् होइन। एउटा कन्सर्न अथोरिटीसँग कुरा गरेर मात्रै सहयोग गर्नुहोस्, आफू सेफ हुनुहोस्, आफ्नो वरिपरिको मान्छेहरूलाई जो यो सब कुराहरूबाट गइराख्नु भएको छ उहाँहरूलाई तपाईँहरूको एकदमै धेरै साथ सपोर्ट चाहिरहेको छ, साथ सपोर्ट गरिदिनुहोस् होइन। यो बेला भनेको ग्यास बटुल्ने, यो बेला भनेको सुन चोर्ने होइन। एटलिस्ट त्यो सुन म त कर्म भन्ने चिजमा बिलिभ गर्नुपर्छ क्या। तपाईँ अहिले कसैलाई एउटा लास जोगाइदिनुहोस्, तपाईँको जिन्दगी जोगाउन भगवान आउँछन् क्या।